यो चाहिँ हाम्रो निर्मा म्याडमको घर हैन। अहिले चाहिँ यस्तो छ। अनि उहाँ चाहिँ अहिले रोजगारको सिलसिलामा बाहिर हुनुहुन्छ। तर यो ठाउँ जानुभएको छ भनेर भन्न चाहिँ मिल्दैन। म चाहिँ आज घामै घाम भएर पसिनै पसिना भएर आइरहेको छु। यो हाम्रो विकास डल्ले विकास दाजुको घर। अहिले चाहिँ उहाँहरू मेलापाततिर हुनुहुन्छ कि क्या हो। उहाँ पनि रोजगारको सिलसिलामा बाहिर हुनुहुन्छ। उहाँले हेर्नुभयो भने यो एउटा रिमाइन्ड। म चाहिँ यतातिर छु ट्याक्कै लाएर उहाँको घर अगाडि। यो हाम्रो न्यू टप फिटिङ सन्देश टेलर्स। यतातिरको बजार भर्खर फस्टिँदैछ, मौलाउँदैछ। यो हाम्रो रमाइलो डाँडा पनि भन्छ होइन, यो स्कुल वरिपरि। यो हाम्रो शुक्रवीर दाजुको घरमा राख्नुभएको रहेछ। तर अहिले चाहिँ साउजी हुनुहुन्न के है। ल है, हाम्रो भिडियोहरू निरन्तर आइरहेको छ। म चाहिँ बेसरी घाम पऱ्यो क्या आज। त्यो घाम मैले सहन नसक्ने रहेछ। पसिना भइरहेछ। एउटा जम्बु राजा चाहिँ यहाँ छ। सायद यो पनि मेहनत गर्नै आएको होला यो सन्धि। तर यसको मेहनतको परिणाम पनि आउँदैन खासै। यसको मान्यता पनि हुँदैन होइन। म चाहिँ उता जाँदैछु। यो बाटो चाहिँ खोला तरेर जुबिङ करिखोला सुर्के हुँदै माथि लुक्ला नाम्चेको मूल रोड हो। यही हो मूल रोड भन्दा पनि माथि रिङ्मो बाटो पनि अर्को बाटो छ। यो हाम्रो चाहिँ दिलेको भाइको घर हो। सुकबबिका भन्छ कि के भन्छ। उहाँ पनि अहिले रोजगारको सिलसिलामा बाहिरै हुनुहुन्छ होइन। घर चाहिँ निकै स्टाइलिस शेर्पा पाराको नेवार पाराको स्टाइलिस घर बनाउनु भएको छ। यस्तो घरहरू धेरै मनपर्छ। यतापट्टि हाम्रो बहिनीहरूको घर हो। यो चाहिँ अहिले ढुवा निस्किरहेछ, मान्छेहरू रहेछ। उहाँहरू पनि सबै रोजगारको सिलसिलामा बाहिरै हुनुहुन्छ। सबै बाहिरै भएको। चुनाव आइसकेपछि चुनावको तालमेल अप डाउन भएपछि सबै मान्छेहरू विकासको लागि, भविष्य खोज्नको लागि, भविष्य रोज्नको लागि र सफल र सबल जीवन बनाउनको लागि उहाँहरू चाहिँ प्राय विदेश जानु पर्दो रहेछ। र म पनि हिजो अस्ति भर्खरै आएको हो। विदेशनहरू एबभ 20 र अन्डर 40 वालाहरू सबै विदेश नै हुनुहुन्छ। उहाँको पनि घरको मान्छेहरू सबै विदेशतिरै हुनुहुन्छ। बुवा समेत विदेश हुनुहुन्छ जस्तो लाग्यो। दुर्गम भनिन्छ उहाँलाई है। सपोर्ट गरिदिनु होला, तर अनर्थ नलिदिनु होला। यो मैले भिडियो बनाउँदाखेरि गाउँ परिवेशको भिडियोहरू हो। यो चाहिँ एकदम लोकल स्टाइल र फ्री स्टाइलमा बनाएको भिडियोहरू है। एकदम लोकल स्टाइल अनि फ्री स्टाइलको। थ्याङ्क यू। छलको घर यो चाहिँ सुनिल सर कमान ससुराबाको घर रहेछ। दर्शन प्राली यतातिरको भैँसीहरू गाईहरू। तुला सुरेन हो। कतिवटा बाख्राहरू छन्? 12वटा। कतिमा पर्छ हो? जम्मा 15वटा, ठुलो चाहिँ 12वटा। ए पाठाहरू चाहिँ त गोठमै हो? गोठमा होइन। कतिमा पर्छ हो? त्यस्तै 6 पुगिसक्यो? ओहो ल। रासु छ कि छैन? यो चाहिँ हाम्रो अर्जुन दाजु जिरिसे काकोको जङ्गलहरू। यो पहिला सानो थियो। यो पनि फेरि ठुलो भएछ। यति ठुलो भयो। के भन्छ यसलाई? सल्लाह खिसा धोपी खिसा भन्छ कि क्या हो। अनि यहाँनिर चाहिँ एउटा सल्लाह तल ढलेको रहेछ। यसरी ढलेर बसिरहेको रहेछ। मान्छेले लुकीछिपी आएर दाउरा पनि बनाउन सक्छन् बेलायमा उठाएन भने। धनीहरू सतर्क रहनु होला। म यो सल्लाहघारीभित्र छु। माथि यो गिद्दारेङ्दे है। गिद्दारेङ्देतिरको यो भ्यूहरू सिनहरू एकदम दामी छ, बबाल छ है। भित्रको यो उत्तिस घाडी चाहिँ यो चाहिँ कसको हो? गोकुलको छोरा के अरे रासुको हो क्या। यो ट्याङ्की रहेछ यहाँ। यो ट्याङ्कीबाट तलतिर यो बोदु गैरीकनतिर खालदेल सबैतिर पानी
जान्छ। यो मजाले व्यवस्थित बनाएको रहेछ, बाहिरबाट बार लगाएको रहेछ है। म आज गिद्धरेङ्गीतिर छु हो। भोलि दिलुङतिर प्योथालातिर पनि पुग्न सक्छु म है। मेरो भिडियो यहाँसम्मको छ।